बाटो हिँड्दा हिँड्दा कति रमाइलो बिहाको हेर्नलाई रमाइलो उयो होला कि यो है बिल्डिङमा हजुर इन्डियन लुइसबाट है कस्तो मजाको ए मण्डला रेस्टुरेन्ट बनाउनु लागेको होटल 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 बनाउनु लाग्यो अरे यहाँ जाँदैछौँ कहिले रितु म्याम कता गएछु त 2 साइडै होला क्या अब यहाँबाट चेन्ज गरेर इन्टरभ्यू ल गाइज मेरो चाहिँ यहाँ स्टुडियोमा आएर फोटो सुट गर्ने चाहिँ एकदम ड्रिमै थियो भनौँ न किनभने अरू स्टुडियोभन्दा यहाँ चाहिँ मैले एकदम फरक किसिमको पाएको छु होइन उहाँहरूले अलिक अब बाहिरको चाइनिज तरिकाको हुन्छ उहाँहरूको यहाँ चाहिँ हजुरहरूले लुगा यहाँको मन पराउनु भयो भने यहाँको लुगा सँगै हजुरहरूले फोटोसुट गर्दा नि हुन्छ ड्रेसहरू पनि हजुरहरूले यहाँबाट चुज गर्न सक्नुहुन्छ ए हस् लेट्स गो ल अब चाहिँ आमा र रितु मामा चाहिँ तयार हुनुहुँदैछ उहाँहरूले नै मेकअप गरिदिनुहुन्छ यहाँ चाहिँ पुरा फोटोसुटको लागि रेडी भइरहेको छ अब चल्नु हुँदैन होइन अर्को पनि छ होला पुरा सेटअप रेडी भइसकेको छ गाइज वी अल आर रेडी फर फोटोसुट मैले उयो ल्याइदिएको छु नानी हेर त त्यो रेडी हजुर अब फेस त्यस्तो नगर्छ बाह्र सक्छ सक्नुहुन्छ सक्छु होला एकछिनको लागि ओके अलिकतिले मात्र हाम्रो ट्रेन यो फोटोसुटमा चाहिँ अर्पणा र फ्यामिली मिस भइरहेको छ तर कहिले पनि अब हामी प्रायः जस्तो आमा बाबा हुँदा अर्पणाहरू हुँदैन अर्पणाहरू हुँदाखेरि आमा बाबा भेट हुँदैन सँगै प्रायः जस्तो हाम्रो कम्प्लिट चाहिँ कहिले भएको जस्तो लाग्दैन है फोटो खै कम्प्लिट फोटो चाहिँ फ्यामिली फोटो चाहिँ कहिले हुन्छ थाहा छैन यहाँ बहिनीहरू नि एकदम राम्रो कोअपरेटिभ हुनुहुँदो रहेछ एकदम मन पर्यो यहाँको सर्भिस चाहिँ अब भगवान्ले साथ दिनुभयो भने सिङ्गल फोटोसुट गर्नु पनि एकदम इच्छा छ मलाई अब हेरौँ कपाल आयो केटीहरूको फोटो सुट सकेर आउँछ लागेको थ्याङ्क यू सो मच बहिनी फेरि भेटौँला हस् ल अब आमाहरू भोलि फर्किँदै हुनुहुन्छ त्यही भएर महालक्ष्मी आएकोमा दर्शन गर्न आउनुभएको भगवान्हरूसँग यात्रा सफल होस् भनेर माग आमा बाबाको रक्षा गरिदिनु होला आमालाई जाने बेलामा खानु मन लागेको चाहिँ अझै छल्ला बट्टेर खानु मन लागेको थियो आमालाई
तिमी पनि इच्छा पुरा जान लाग्न भयो मिठो मिठो चल्ला भटेरा मेरो चाहिँ दोसा आइपुग्यो हजुर मेरो चाहिँ दोसा आइपुग्यो हामी चाहिँ आमा छोराछोरी मात्रै टाइम स्पेन्ड गर्न पाएको थिएन त्यही भएर एकैछिन भोलि जानु अगाडि डिनरको लागि हामी फ्यामिली मात्रै निस्केका है गाइस यहाँ चाहिँ फ्यामिलीलाई ठिक दिस इज आवर फ्यामिली टाइम गाइस तर अलिक प्याक रहेछ फ्यामिली डिनरको लागि ठिक फाइनल्ली मिथिला थाली सन्तुष्टिको खाना आइपुग्यो थालीको भेज असमा भेज थाली नन भेज मिथिला थाली आफ्टर डिनर यो चाहिँ भेजहरू हाम्रो फ्यामिली डिनर भन्ने नै भयो किनभने अब जानुहुन्छ आमा बाबाहरू लागि मेमोरी त्यो अहिलेसम्म लगाउँदै छैन थ्याङ्क्स फर वाचिङ गाइस बाई बाई